नमस्ते सबैजनालाई। आज म कहाँ छु भनेर तपाईँहरूलाई थाहा भइसक्नु भएछ भने जस्तो तपाईँहरूले जति पनि मलाई टिकटक लाइभमा मलाईसम्म सपोर्ट गरेर बसिरहनु भएको छ भने त्यही टिकटक लाइभको थ्रुबाट चाहिँ मैले पनि भाइलाई सपोर्ट गर्न आइरहेको छु र भाइलाई मैले के धेरै गर्न नसके पनि थोरै जति हुन्छ त्यति हिसाबले चाहिँ चामल एक बोरा, एक बक्स बिस्कुट, एक बक्स चाउचाउ, दाल, चिनी, चियापत्ती, तेल त्यस्तो लिएर आइदिएको छु। मलाई पनि उतैबाट सपोर्ट गरेर आउनु भएको दाइ दिदीहरू हुनुहुन्छ हैन। हो त्यही दाइ दिदीहरूले मलाई सपोर्ट गरेर आउनु भएको छ भने मैले पनि तपाईँलाई जति छ त्यतिबाट नै आएको छु है भाइ। है ल लिनुहोस्, यो 10,000 चाहिँ तपाईँ राख्नुहोस्। अनि तपाईँ मेरो यता टिकटक दाइ दिदीहरूलाई के भन्न चाहनुहुन्छ? धन्यवाद टिकटक दाजु दिदी, अझै पनि दिदीलाई धेरै सपोर्ट गरिदिनु होला। हामी जस्तो दुःखी गरिबलाई यति माया गरिदिनु हुँदो रहेछ, मलाई थाहै थिएन। आफै फोन गरेर अहिले यहाँसम्म यत्रो सहयोग ल्याएर आउनुभयो। 10,000 नै मेरो लागि 10 लाख हो। हजुरहरूले यति धेरै माया गरिदिनु होला दिदीलाई। र मेरो अब एउटा अपरेसन छ, म अहिले 26-27 वर्ष भयो। मलाई पनि हिँड्न रहर छ, मेरो बालबच्चा पाल्न रहर छ, आफ्नो खुट्टामा टेकेर अबै खान रहर छ। एउटा अपरेसन भइसक्यो, अब अर्को अपरेसनको लागि हजुर साथ सपोर्ट गरिदिनु होला। विशेष गरी दिदी र दाजुलाई धेरै धेरै धन्यवाद। र हाम्रो खुट्टामा केही थिएन, हजुरले यत्रो राहत र यत्रो पैसा ल्याएर आइदिनु भयो भन्न चाहन्छु। र हजुरहरूले यति सपोर्ट गरिदिनु होला दिदीलाई, विशेष गरी हामीले सपोर्ट गरिदिनु होला। मसँग साथीहरू खोइ देश परदेशमा हुनुहुन्छ, हजुरहरूले एक गाँस काटेर बालबच्चाको र परदेशमा खुन पसिना बगाएर हजुरहरूले यस्ता हामी जस्ता पीडित दुःखी गरेर सहयोग गरिदिनुहुन्छ। हजुरहरूको सधैँभरि सोचेको आँटेको पुरा होस् र यस्तै टिकटक लाइभमा हामी दिदीलाई धेरै सपोर्ट गरिदिनु होला। फेरि पनि हजुरहरूको सपोर्टले दिदी आउनु पाउनुहुन्छ। धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू।